guys, welcome back to new vlog. So next day, next vlog. So हामी आज बाइकको अलिकति हल्का मोडिफिकेसन गर्न गइरहेको छौँ म अनि मामा। मोडिफिकेसन भन्दा नि बार इन मिरर इन्स्टल गर्न लागेको हामी। अब यता बुटलतिर हिँड्छौँ होला हामी चाहिँ। अब लेट्स सी कस्तो हुन्छ। अब बाइक न्युट्रलमा छ कि छैन हो। ए यस्तो गरे पो थाहा हुन्छ बल्ल। अब लेट्स सी कता भेटिन्छ। अहिले त म युज टु भएको छैन यार, अलि अप्ठ्यारो हुने रहेछ। R15 R15 भर्जन 1बाट डाइरेक्ट 350cc। सो एकछिन बाइकलाई वार्म अप गर्न दिउँ। हाई बिममा फेरि आँखामा नपर्नेवाला जस्तो छ कि यसको लाइट, भुइँमै देखिन्छ क्या फेरि। दिस इज हाउ इट्स लुक फ्रम ब्याक साइड। सब सामानमा राजन दाईबाट मगाउने के, राजन दाईबाट मगाउने के सब सामान। 13 हो कि 12 लिटरको छ क्या। जाने जाने जय श्री शम्भु। ओके लेफ्ट कि राइट? है राइटबाट जानु त्यसो भए। ए सानो भएर यो अलिकति ऊ भइरहेछ कि क्लच टाढा टाढा फिल भएको के, औँला नपुगेको के क्लचमा। अनि अलिकति यस्तो छ कि तलतिर छ कि क्लच। होइन ऊ के हामीले के भनेको, अब भोलि फर्किने बेलामा उता सिद्ध बाबामा पसेर त्यहाँ पूजा गरेर बल्ल जाने भनेको के। घर जाने बेलामा होइन म त त्यहाँबाट नि मिल्छ होला कि भनेर। छैन प्राइस चाहिँ कति हो त? 1500। यो एउटा पिस मात्रै हो त? अरू एउटा पिस मात्रै हो? अलिकति स्क्रच भएछ जस्तो है। सो त्यही हो गाइस, हामी यता
So here is all the helmet and accessories you guys want to purchase. Then you can visit Biker X Butol. I think मिलन चोकको के हो सायद आई थिङ्क सबै एसेसरिजहरू छ यहाँ हुन्छ हालिदिनु के किन्नु मन छ रोयल इनफिल्डको हेलमेटहरू अरू हेलमेट एमटी केवाइटी एक्जर you got everything there is exor बालाक्लाभाहरू किचेनहरू चेन ड्युब त्यो मोबिल हाल्छ नि त हामीले त्यसको सट्टामा यो हाल्ने सो इन्स्टलेसन प्रोसेस भइरहेछ गाइस सो गाइस यहाँ स्टक मिरर रिमुभ गरिसक्यो हामीले बारी मिरर इन्स्टल गर्छौँ हामी एन्ड अरू त इन्स्टल गर्दिनँ होला अरू त यतिकै राम्रो देखिरहेछ Whoa. बस थ्याङ्क यू नहीं है लो गाइस मिरर इन्स्टल गरिसके टोटल प्राइस चाहिँ बारिन मिररको 1500 अनि बालाक्लाभाको चाहिँ 500 भयो टोटल 2000 ठिकै हो काठमाडौँतिर 1200 त्यस्तै नै पर्थ्यो अब उता टिकुतिर चाहिँ अलि सस्तो नै पर्थ्यो किनकि त्यतातिर चाहिँ पुरै मोडिफाइडहरूको पसलहरू छ नि त त्यही भएर अनि बुटलतिर त खासै हुँदैन त्यही भएर अलि महँगो पर्छ यतातिर त हामी चाहिँ यता प्यान्ट किन्न आएको मेरो लागि जिन्स प्यान्ट अनि ट्र्याक प्यान्टहरू अब यतातिर कता किन्छौँ होला हामी जिन्स प्यान्ट अनि एउटा ट्र्याक प्यान्ट लियो अब यता हल्का होलीको सामान लिन आएको हामी अब बाबुलाई पिचकारी भनेको थियो अब कस्तो यो त खेलिसकेको रहेछ यस्तोवाला चाहिँ बाबुले अरू कुछ लिएर ए कुरिकता इसके खाटमा है बाबू के चाहिँ अब खोइ उसे कुकु खोइ त जम्मै हुन्छ जाले 5 minutes later. हो गाइस अब हामी हिँडेको सपिङ गरेर अब दिदी भेनाहरू पनि बनबाटिका आउनु भएको रहेछ त्यतैतिर जानु लाग्यो हामी त्यहीँ बनबाटिका पुगेपछि कन्टिन्यू गर्छु है त गाइस दुईटा टिकट छैन हजुर बाहिरै छ हजुर दुईजना हस् थ्याङ्क यू बाइक स्कुटी जे भन् दुईटा लेख्नु भयो ड्राई पिकनिकको बनाउनु बाइक कता राख्नु भयो बाहिरै छ यही हो गाइस त डाइनोसर बनाउनु त बनाएरै छ है पहिला भन्दा त राम्रो
दिस इज हाउ इट्स लुक धेरै विकास भएछ यतातिर पार्किङ यता गरिदिएर रहेछ कि हेर अँ यदिको लिएर जानुहुन्थ्यो कति काटेर 10 रुपियाँ त होला पार्किङको अँ खै हो सो हामी भित्र छिरिसकेका छौँ यता वनबाटीको भित्र धेरै नै बनाइरहेछ धेरै नै डेभलप भएर रहेछ पहिलाभन्दा त यो बिल्डिङ बनिसकेको रहेछ यतातिर यो गार्डनहरू पार्वतीले त्यो ठुलोवाला केलाएर म त आँखा ठुलो गरेर बसेको अनि किसानले देखेछ होइन तपाईँले सुत्नु भएको थियो गरे तपाईँले सुत्नु भएको थियो झुला खेल्दाखेरि पार्वती फेरि जबरजस्ती लिएर गएर म एक्लै हुन्छु जाम भनेर त्यो डर लागेको त तल झर्दाखेरि त्यो बडी नै ऊ भए जस्तो के उडेको जस्तो के तल झर्दा जस्तो यार अब त गएँ जस्तो हुन्छ सिरिङ सिरिङ हुन्छ अनि यस्तो माथि हेरेँ चाहिँ के हो माथि हेर्दा पनि कस्तो डर लाग्यो। ए साइक्लिङवाला हो त्यो गाइसहरू पुरै गार्डन सार्डन ग्रो गराएर रहेछ फुलहरू यतातिर फुलहरू कति राम्रो राम्रो भी रखा हुआ है बड़ा सा लव वाला भी वाह इधर बेना दिदी मामा पसल महँगो रहेछ गाइस लस्सी त लस्सीलाई 250 रे बबल टी चाहिँ 250 रहेछ त्यो चाहिँ ठिकै हो त्यो चाहिँ सबै ठाउँमा चाहिँ सबै त्यही 250 नै लिनुहुन्छ कि त्यो ओरिजिनल प्राइस लस्सीलाई चाहिँ 250 त्यही पनि मिठो नै थिएन होइन लस्सी भने लुटने का कहो तो कुछ भी प्राइस कुछ भी ल गाइस एकछिन हामी पिङ खेल्यौँ अब हामी ट्रेनमा चढ्न गइरहेको छौँ हामीलाई चढ्न दिन्छ कि दिँदैन यार ट्रेनमा बोल दे तुम लोग ज़्यादा ही छोटे हो तुम लोग को नहीं मिलेगा ल गाइस हामी ट्रेनमा चढिसक्यौँ दिदी बहिनी टिकट यहाँ छ 50 रुपियाँ मात्रै रहेछ 50 रुपियाँ ठिकै छ यार ड्राइभर चाहिँ दिदी हुनुहुन्छ ट्रेनको पाइलट चलो ट्रेनमा चढे 50 रुपियाँ रहेछ एकजनाको अनि 2 राउन्ड रहेछ ठिकै रहेछ प्राइस अनुसार चाहिँ ठाउँ चाहिँ रमाइलो रहेछ टिकट पनि सस्तो 50 रुपियाँ टिकट इन्ट्री टिकट